I was listening to the commentatorले नि भनेको कुरा हो यो एसियन कल्चर चाहिँ अलिकति इमोसनल डिसिसन लिन्छ अनि अस्ट्रेलियन कल्चर चाहिँ इट्स लाइक ब्रुटल क्या लाइक यु पर्फर्म यु गेट इन्टु द टिम होइन आई थिङ्क द्याट्स वान थिङ अगेन आई वान्ट टु कनेक्टेड ब्याक टु हाम्रो कल्चरको अलिकति मोर इमोसनल डिसिसन त्यो डेटा ड्रिभन डिसिसन अब जस्तै यसले त 2 वर्ष अगाडि चाहिँ यसरी जिताएको हो होइन करण केसीले चाहिँ नि ओडिआई स्टेटस दिलाएको हो त फेब्रुअरी 14 मा प्रेसिडेन्ट भयो भनेर त्यसकै लयल्स अफ पास्टबाट तर स्टुअर्ट ल आएपछि चाहिँ आई थिङ्क द्याट वाज अब एउटा चाहिँ T20को टिमकै सेलेक्सनको कुरा भयो होइन टिम रोहित पौडेललाई नै क्याप्टेन्सीबाट होइन कि टिमबाटै होइन हटाएर रेस्ट हो कि भने जस्तो थियो तर आई डोन्ट नो इट कुड बी अ पर्मानेन्ट थिङ दिपेन्द्र सिंह ऐरी चाहिँ आउने अनि यतापट्टि दुईटा गेम वेल एक्चुली दुईटा गेम कि एउटा गेम पछि नै गेम हारिसकेपछि चाहिँ वी गट लाइक विनोद भण्डारी र अर्जुन कुमारले एउटा गेममा नेक्स्ट गेममा चाहिँ आसिफलाई ल्याएर कुशल भुर्तेलाई बेन्चै गर्यो नि त सो त्यो डिसिजन पोइन्ट्सहरू चाहिँ आई थिङ्क इट्स भेरी इम्पोर्टेन्ट क्या अब डिफ्रेन्ट त्यो मिक्सेसहरू छ नि त जुन हाम्रो स्ट्रक्चरल चेन्जको कुरा गरेको थियौँ हामीले लास्ट एपिसोडमा पनि त्यो चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई पनि हजुरले भन्नुभएको जस्तो वी इभन ट्राइड आई डोन्ट थिङ्क हेभ यु ट्राइड कुशल मल्ल दाइ गऱ्यौँ नि ट्राई गऱ्यौँ नि ओडिआई चाहिँ हजुर दाइ ओडिआईमा त हाम्रो धेरै चेन्जेस हुनुपर्ने कि जुन तरिकाले केटाहरूले ओडिआई पनि दाइ T20 जस्तो त्यो एकदम जसरी अस्ति मैले खेलेको थिएँ नि घरबाट आउँदाखेरि सधैँ त्यो T10 क्रिकेट खेलेर आएको त यहाँनिर कति ओभरको क्रिकेट भन्दा 35-40 ओभर क्रिकेट भन्दा हो त्यत्रो लामो पो जानु छ त इन्ड्योरेन्स सबै कुरा आउँछ फर्स्ट बलमा हान्न जाँदाखेरि त्यस्तै हुन्छ दाइ सो अब हामी भनेको दाइ हामी इट्स आवर प्यासन द्याट्स हुन्छ नि दाइ हामी त्यसरी खेल्ने हो अब देशको दाइ हुन्छ जुन छातीमा देशको झन्डा लिएर खेलिरहेको अलि धेरै कुराहरू चाहिँ सोच्नु त्यो समय पनि आयो अनि दाइले भन्नुभएको जस्तै स्टुअर्ट ल जुन हाम्रो अस्ट्रेलियन माइन्डसेट त्यो त दाइ फेरि दाइले भन्नुभएको जस्तै इट्स भेरी पाल्पेबल त्यो देखिन्छ त्यो कुरा एकदमै भिजिबल अनि हजुरले त एमाजोन प्राइममा दाइ एकचोटि उस्मान ख्वाजा हो कि हाम्रो डेभिड वार्नरलाई हाम्रो अस्ट्रेलियन कोचले भन्नुहुन्छ नि मैले कोचको उहाँले एकदम जस्टिन ल्याङ्गलले एकदमै मजाले भन्नु इफ यु किप अन थिङ्किङ अबाउट नट गेटिङ रन्स देयर इज नो वे यु गेटिङ इट गर फ्रीली खेल्ने हो त्यो जहिले पोजिटिभ थिङ्किङ हुनु कि म डोमिनेट गर्छु म गएर खेल्छु म हान्छु म आफूलाई ब्याक गर्छु इभन एफ आई गेट आउट अन डक त्यो माइन्डसेट अनि जुन त्यो रिकी पन्टिङको त्यो माइन्डसेट चाहिँ हाम्रो अझै देखिन बाँकी छ कि है दाइ हाम्रो टिममा रिकी पन्टिङ एराको अस्ट्रेलियन माइन्डसेट भयो भने त विल बी नेक्स्ट लेभल एकदम के एकदम त्यो कति टेस्ट म्याच चाहिँ 17-18 वटा लगातार जितेको भने त लाइक अनथिङ्केबल क्या त्यो